पुरको खेल हुँदैछ। आज कसले जित्ला? मेरो विचारमा चाहिँ पक्कै पोर्चुगलले जित्छ। आज रोनाल्डोले कति गोल गर्ने हो मैले अहिले ठ्याक्कै भन्न सक्दिनँ। तपाईँहरूलाई कहीँ अनुमान गर्न चाहनुहुन्छ भने यति गोल गर्छ भनेर कमेन्ट बक्समा गएर कमेन्ट लेख्नुहोला साथीहरू। र अब धेरै समय छैन, अब मात्र 3 घन्टाभन्दा अलिक केही समय धेरै होला। अब हेर्न एकदम तयारी भएर बस्नु होला। आज 100% पोर्चुगलले जितेर अन्तिम 8मा स्थान पक्का गर्नेछ मेरो विचारमा। तपाईँहरूको विचारमा कसले अन्तिम 8मा जाने हो, कुन देश जान्छ? कमेन्ट फटाफट गर्नुहोस्, पक्कै ढिलो नहुनुहोस् है त साथीहरू। भोलि फेरि कमेन्ट गर्न पाउनुहुने छैन, किनभने आज अन्तिम 16मा स्पेन या पोर्चुगल एउटा देश त पक्कै घर जान्छ। यो त अब खेलको नियम नै हो। त्यही भएर आजै 8 बजे भन्दा अगाडि, यहाँ युकेको 8 बजे, अब नेपालको 12:45, आफ्नो आफ्नो देशको टाइम फरक होला, त्यही अनुसारले कमेन्ट गर्नु होला। आजको खेल एकदम खतरा हुनेछ। म चाहिँ हेर्नको लागि एकदम तयारी भइसकेको छु। अब है त, बाइ बाइ, सी यू अगेन।